again guys. जसले पनि भ्लग गर्दा फेरि हेलो गाइज भन्छ है, त्यो बानी भाग्या एउटा उनी बसिसक्यो क्या। यो चाहिँ भिडियो अन गर्ने बित्तिकै हेलो गाइज गाइज, यो चाहिँ यस ट्रेन्ड भएपछि मुखमा यही आउने रहेछ अहिलेको नयाँ चाहिँ। फेरि देखो न गाइज, देखो न गाइज मलाई रमाइलो लाग्यो यो भन्न चाहिँ। फेरि देखो न गाइज, जाडो भयो गाइज। खानकोटसम्मको बाटो चाहिँ अलिअलि ठिक छ, काहीँ चाहिँ अफ रोड जस्तो पनि छ। फेरि बिस्तारै 40को स्पिडमा। मेन भन्दा पनि मलाई गाह्रो भनेको यो ब्यागले गर्दा क्या। एक त आफूलाई त्यो कहाँ राख्ने भयो क्या स्कुटरमा, फेरि गाह्रो त्यो ब्याग हाल्नेवाला। अझै त लामो ब्याग छ त्यसले पनि हुँदैन होला। एक्लै फर्स्ट टाइम कस्तो एक्साइटेड पनि छु क्या, हिजोदेखि नै अस्तिदेखि नै फर्स्ट टाइम। फेरि निस्किनुभन्दा अगाडि त कस्तो भइरहेको छ नि त। ल बेकारमा के गर्ने होला त्यस्तो नि भइदिरहेको क्या एकछिन त। झसङ्ग झन् यस्तो मोटिभ लिएर जाने, आनन्दले एक्लै घुमेर बस्ने सोचेको है। कहाँबाट निस्किनु होला त्यो मोटिभ आएर। निस्किसकेपछि चाहिँ निस्का अब त्यो सोचेर नि कामै छैन। निस्केपछि निस्के एक दिनको जिन्दगी जहाँ जिले अपनी जिन्दगी भने जस्तो। कहिलेकाहीँ एक्सपिरियन्स गर्नुपर्छ एक्लै। कति एक्लै ट्राभल गर्न खोजेँ, कति एक्लै। मन असन्तुष्टि छ, मनलाई शान्त पार्न कतै टाढा। अहिलेको जेनेरेसनलाई धेरैलाई एक्लो बनाएको छ। पहिला यस्तो हुँदैन थियो। अहिलेको यो जेनेरेसन भनेको यो कति धेरै इयरमै होला सायद, धेरै इयर प्लस। अहिलेको सिचुएसन अनुसार चाहिँ मान्छेहरूलाई चाहिँ धेरै डिप्रेस बनाएको छ। अनि पहिला कहाँ यसरी मान्छेहरू ग्रिनेरी खोज्न जान्थ्यो त। अहिले त जस्ट त्यो प्लान्टेसन गरेको राम्रो हो नि। कति मान्छेहरूलाई पछि गएर ग्रिनेरी चाहिने रहेछ भन्ने थाहा भयो नि त। त्यही भएर सेभ द नेचर, सेभ द अर्थ, सेभ द नेचर, सेभ द नेचर एन्ड देन सेभ द अर्थ। जाडो छ यो हातमा, कहाँबाट चिसो छिरो। घडी नै छोपिएन छ नि त। फेरि साइड लाइट बालौँ, सरी रोकौँ। यता राइटको बाल्ने, बिस्तारै अगाडि जाने। त्यही भएर साइड लाइटको राम्रोसँग सदुपयोग गरौँ। गाडीहरूको साइड लाइट चाहिँ बुझ्नै सक्दिनँ क्या मैले गाडीको लाइसेन्स निकालेको छु, त्यही पनि पढे पनि छु। तर यहाँको त कस्तो क्या, अब राइट साइडबाट बालिदिन्छ। हामी त अब राइट साइडबाट बाल्यो भने त लेफ्टबाट जान्छौँ त, अनि टर्निङ गरे नि हुनसक्छ भनेर थाहा हुन्छ होइन। अब गाडीको चाहिँ लेफ्ट साइडमा आइदिन्छ, राइट साइड बालिदिन्छ क्या। लेफ्ट साइडमा आउँछ अनि राइट साइड बालिदिन्छ। अनि ल जानु है भनेर त भनेको हो, त्यो त बुझियो। अनि कहिलेकाहीँ लेफ्ट साइड र राइट साइड बालेर टर्न हानिदिन्छ क्या। फेरि एकैचोटि नहेरिकन वात्तै काटिदिन्छ। अनि हामी चाहिँ हेरेको हेरे। कहिलेकाहीँ त फेरि बसहरू प्रायः टर्निङ गरेको देख्दैन नि त हामीहरूले। अब राइट साइडमा आएर हुन्छ, राइट टर्निङ गरिदिन्छ। अब त्यो राइटमा चाहिँ कति टक्क
टर्निङ आउने बेलामा चाहिँ टक्क रोक्ने अनि टर्निङ गर्ने हो नि त। उनीहरू त राइट साइडमा राइट बालिदिन्छ, स्वयं अगाडि लान्छ। हामीलाई जा भने कि होइन। ओहो बिचरा पप्पीले बाटो काटेछ। जेब्रा क्रसिङमा क्या, त्यही पनि ठ्याक ठ्याक ठ्याक। मान्छेहरूले जेब्रा क्रसिङमा बाटो काट्दैन, बिचरा जानिदिनु पर्ने हो है। फेरि अलिक पर थियो त्यही भएर क्या साइड साइड हेरेको क्या। अब मान्छेहरू त्यस्तरी हेर्दैन। मान्छे त पुरै मोबाइल चलाउँछन्, बाटो काटिदिन्छन्। फेरि कसैले चाहिँ भुइँमा हेरेर हिँड्छन्, कोही चाहिँ एटिट्युड देखाएर हिँडेको कि सुई हिँड्छन्। यहाँ त दुईतिर नै, यहाँ त चारैतिर हेर राइटमा गएको छ भने राइट पनि हेर्ने, लेफ्ट पनि हेर्नुपर्छ यहाँ त जेब्रा क्रस गर्दाखेरि त। किनभने कसै फेरि ओभरटेक गरेर आइरहेको हुन्छ, अनि ओभरटेक गर्दाखेरि फेरि अब थाहा हुँदैन नि। हामी त अब लाइन, अब एउटा यो लाइन बिचको यो लाइन कटेपछि चाहिँ हामीले अर्को साइड हेर्नुपर्छ नि त। अब यहाँ चाहिँ त्यस्तो छैन सिचुएसन। यहाँ त दुई चारतिर हेर्नुपर्छ है, मुन्टो फर्काफर्कै गर्नुपर्छ। किनभने कोही लेन क्रस गरेर आइदिरहेको हुन्छ, थाहा नै हुँदैन क्या। अनि एक्सिडेन्ट हुने चान्सेस धेरै हुन्छ। त्यही भएर गाइजहरू यसो अलिकति बचेर बाटो काट्नु होला। एक बारको जिन्दगी हो, गइन जाओस् चाहिँ त्यस्तो चाहिँ नसोचौँ। लामो छ जिन्दगी, एकदम लामो दूरीको यात्रा गर्नु छ। अहिलेको जमानामा पनि है मान्छेहरूलाई धेरै डिप्रेसन एन्जाइटी छ, गाह्रो छ। पहिला यस्तो सिचुएसन थिएन। अब अहिले नै अब कति घर फ्यामिलीहरू स्ट्रङ हुँदैन, नभएपछि अब यहाँ नेपालमा नि गाह्रो, सबैतिर गाह्रो छ अहिले। त्यही भएर मान्छेहरू डिप्रेस भइसक्यो, सबजना बाहिर लागिसक्यो। मान्छेहरू सब बाहिर लागिसक्यो। सबैजना बाहिर गएर पनि डिप्रेस छन्। फेरि अरूको देशमा गाह्रो छ अरूको देशमा। आफ्नो देशमा भए पो टक्क होइन, साथीभाइ घुलमिल हुन्छ, रमाइलो हुन्छ नि। हुन्थ्यो सबैजना यतै भए भए, नेपालमा नि राम्रो आर्थिक अवस्था भए भए सबजना होइन यतै रमाइलो हुन्थ्यो कि। अब गाह्रो छ, त्यस्तो हुँदैन। कमाउन जानु पर्यो, सबैजनालाई जानुपर्छ। नत्र कमाएन भने कसरी खानुहुन्छ। नेपाल बन्न खोजे जस्तो नि हुन्छ है, बिचमा अवरोध हुन्छ। फेरि नयाँ सरकार आउँछ, अलिअलि बन्न खोजे जस्तो लाग्छ, फेरि अड्किन्छ। स्टक मार्केट जस्तै बिस्तारै अलिअलि बढ्छ। जाडो छ, यस्तो दामी भ्यू त भन्न त अलिअलि मिल्छ। किनभने यो अलिकति त्यो कुहिरो लागेर, कुहिरो भन्दा नि धुवा बालिरहेको रहेछ। ओहो लास्टै चिसो भयो है। हेर्दा म दुईवटा अर्को पनि पन्जा लाउनु पर्ला जस्तो। त्यो पन्जा अलिकति दुईवटा पन्जा, फेरि एउटा छ पन्जा पनि, एउटा छ, एउटा अर्को छ हराएर गयो गाडी त खतरा पार गरेछ। लगम कि क्या हो म पनि सौदी कतार।
सूर्योदय भएछ। जय सूर्यदेव। रातो छ आज त। ओहो, रुटिङ अफ नेपाल बन्दल हाल्न त हालेको थियो है। कस्तो राम्रो थियो भ्यू चाहिँ। हान्द्रोको हिजो हालेको थियो है। त लकी हुनुपर्छ, त्यो भ्यू राम्रो देख्नुलाई। सिजन यो सिजन त अलिकति होइन नि जस्तो लाग्यो। सेप्टेम्बर अक्टोबर नोभेम्बर र अनि खैको कुन सिजनमा पो राम्रो छ भनेको थियो। त्यो सिजनमा चाहिँ राम्रो छ अरे। मजाले हिउँ पऱ्यो भने चाहिँ कस्तो दामी देख्छ फेरि। हिमाल भनेपछि त ओहो हेरिराखौँ, हिमालको काखमा बसिरहँ जस्तो हुने। पहिला पोखरा जाँदाखेरि एक्लै सारङकोट गएको थिएँ बिहानै। 3-4 घन्टा त्यहीँ बसेर आएँ हिमाल हेर्दै। हिमालय नजिकै क्या, अब आँखै अगाडि। क्याम्पतिर त जानुपर्ने एबिसी यस्तो बोर्ड राख्दैन नि है, यो ठाउँको यो ठाउँको यो छैन। देखो न गाइस, देखो न गाइस। ओहो, चिसो चिसो हावामा त्यसै मन बरालिन्छ। खै के भो आधी रातमा तिम्रैतिर लम्कन्छ। यस्तो लिरिक्स चाहिँ फेरि सबैको आधी आधी आउँछ। ओ जाम अब सुरु भयो। धुलै धुलो सुरु भयो। अब ला त ज्याकेट भन्दा त्यो हुडी लाउनु पर्ने रहेछ। त्यो हुडीले अलिकति ज्याकेट त छेक्थ्यो नि। ज्याकेट पनि चिसो छेक्छ क्या ज्याकेटले। यस्तो जाडो। Wait. Khandruk, I'm coming. Sararararara. गाइस, अब आधी बाटोमा भेटौँला फेरि। हामी भेट्नेछु फेरि। गाइस, बाटो सबै यस्तो यस्तै रहेछ। धन्न धुलो चाहिँ छैन त्यति हो। अलिकति त्यो चिसोले गर्दा है क्या त्यो माटै जमेको धुलो चाहिँ नहुने। बाटो त डेन्जर यस्तो हो। यस्तो मात्र यसलाई डेन्जर भनिँदैन, नर्मल हो यो। सबतिर हुस्सा लागेको छ। यसरी चाहिँ टाइम लाग्ने भयो। बिस्तारै लानुपर्छ। पिच रोड भयो त स्पिड लानु हुन्थ्यो। यसरी त मुगलिनसम्म त 2 घन्टै लाग्छ। 50 किलोमिटर भन्दै थियो। बाइकवालालाई सोधेको एउटा अङ्कललाई। खोला चाहिँ सही छ भने क्या, प्योर खोला। कहाँ जाने पुल रहेछ यो। पुल पनि कहाँ जाने पुल हो यो। कोही गएको छैन त्यो पुलमा, बनाउँदै हो कि। आमा गाडी त टन्नै छ। बिहानै आएको ठिक हो। यस्तो माता
बिस्तारै जस्तो हाल्नुपर्ने हुन्छ। अहिले बाटो सबै यस्तै छ। कटम भनेको त्यहाँ अर्को गाडी आइपुग्यो नि धना हुन्छ अहिले फेरि। त्यही भएर टर्निङमा चाहिँ ध्यान दिनुपर्छ। अलिकति लुकाछिपी गरे जस्तो गर्ने अनि फेरि आयो भने भित्र छिर्ने, फेरि बाहिर फेरि भित्र। अब खाली भयो, खालीमा चाहिँ लाने। पुग्यो मलिकको माछा खानु मन लाग्यो। बिहान 9 बजे चिल्लो हुन्छ है। कुनै कहाँ खाथ्यो मलिककोमा माछा? यहाँ होला, यहाँ रोक्नु पर्यो। यहाँ चाहिँ यहाँबाट खतरा देख्छ मलिकको माछा। सेल दिनु न एउटा। हुन्छ दिनु न त्यो। चिया पनि बनाइदिनु ल। अनि माछा छ है? माछा त भइहाल्छ पहिला आउँदा नि यतै बस्यो। माछा कुन छ? यिनीहरू नै होला। माछा हाफ मिल्छ है? कसरी? हाफ मिल्छ? कति पिस आउँछ? बिहान खायो भने त केही हुँदैन होला है? होइन माछा यता आइसक्यो। माछै हो नि त मेन त। माछै खाएर जाउँ भनेर। हाफ हालिदिनु न त माछा है। सेल कहिले गयो? सेल कहिले गयो? सेल कहिले गयो? भर्खर बना। ओहो बस्ने ठाउँ त पहिला एउटै गीत छुट्टै हो। बवाल भ्यू रहेछ। पानी पर्ला जस्तो भएछ। ब्याडमिन्टन यहाँ सोध्नु पर्यो। राइट दिदी तल पनि तपाईँहरूकै हो? तल बस्दैछु ल। तलले यो हेरा त केही हुँदैन है? हुन्छ हेरिदिनु। त्यो बान्न आएन क्या, त्यो बान्न अन्त पछाडि बाँडेर गर्नुहुन्थ्यो। जाडो छ धेरै। यहाँ खुट्टी थियो यहाँ हो नि त यार। बस्नु रहेछ। ओहो ल सिन चाहिँ बवाल हो क्या यस्तो हो नि त। ओहो माई गड दामी हो क्या यो सिन त। खोला पिस पिस। ओहो यार खतरा देखेको। ढिलो आउनु हतार त छैन, बिस्तारै जाने हो। हतार त छैन। यस्तो दामी रहेछ नि। खोलाको आवाज सुनेर बसिरहनु मन लाग्ने। पहिला नि यतैतिर आएको थियो, अहिले बनाए जस्तो छ। भर्खरै खाना खायो। खाना भर्खर खाजा खायो। माछा खाऊँ भनेको मलिकमा रोकेको माछै आउँदैन। चिया र सेल खाएर होगा एकछिन भ्यू हेऱ्यो, रिल्याक्स भयो। फेरि यहाँबाट मुगलिन 1-1.5 घन्टा लाग्छ अरे। अझै 39 किलोमिटर छ अरे। बिस्तारै जाने आनन्दले
जाम चाहिँ नहोस् त्यति हो क्या ढुक्क। मुगलिङसम्म चाहिँ खत्तम छ अरे, त्यसपछि त राम्रो छ भन्थ्यो। त्यही पनि सोधेको। बवाल छ बाटो चाहिँ क्या, बाटो भ्यूहरू यस्तो दामी छ है। चिसो मौसम आनन्दले क्या। लगाएछ फेरि पनि भेट्नेछौँ अर्को बिच बाटोमा। हेभेन गाइस, हेभेन, आई एम इन हेभेन। यस्तो धुलो उडाएको त। बाटो त ठिक छ, पहिलाको भन्दा अहिले अलिअलि ठिक छ। देखो न गाइस, देखो न गाइस, बाटो ठिक छ गाइस। कहिले काहीँ एक्लै पनि जानुपर्छ हो गाइस। जोसँग साधन छ सकेसम्म एक्लै जानु। कहिले काहीँ घरमा बस्दा रहे कसरी जानुहुन्छ। एक दिन चाहिँ भनिरहनु मनमा नै, एक दिन चाहिँ जान्छु भनेर। स्योर गइन्छ क्या एक दिन चाहिँ। हो, मैले पहिलादेखि नै सोचिरहेको कहाँ जाउँ भनेर। त्यो दिमागलाई साइड राख्ने चल्दिन गाइस। ए कस्तो धुलै धुलो हो। बाटो ठिक छ गाइस, यतिको त ठिक हो गाइस पहिला भन्दा। यो ढुङ्गा चाहिँ किन राख्नु, स्लिप खान्छ क्या यो ढुङ्गा। डाँडा गाइस। अब एकछिनमा फेरि भेटौँला। बाटो बिस्तारै, बाटो। यो बनाउने मान्छे को हो? यत्रो पैसा लियो बनाउनु नि बाटो पनि बिचमा छोड्छ। त्यत्रो बजेट दिन्छ सरकारले, बजेट पेश गराएको छ। सबैलाई गाह्रो। ओके गाइज, अब एकछिनमा भेटौँला। अहिले यो उकालो ओह्रालो ढुङ्गा डेन्जर छ। डेन्जर त के हुने यस्तै हो। ओके गाइज, कस्तो दामी राख्यो भने झिलिमिली त्यो माथि क्या। ओहो, यस्तो बवाल बनाएको क्या ठाउँ। मुगलिन यार। ल गाइस, हामी आइपुग्यौँ मुगलिन। ओहो कस्तो दामी। अब कहाँबाट भनेर सोध्नु पर्यो नि। पोखरा यता रहेछ, 90 किलोमिटर पोखरा। पोखरा 90 किलोमिटर रे। ल गाइस, पोखरा 90 किलोमिटर छ अझै। एम आई जोकिङ? 90 किलोमिटर। बिहान 4 बजे हिँड्नुपर्ने रहेछ, 7 बजे हिँडेर। तर बिस्तारै हिँडेँ, स्कुटरमा त टाइम लाग्छ। सार्वजनिक शौचालय। ल अब आयो नि त मजा। ओ दाजु के गरे यार? ओए कस्तो दामी हो नि पानी त। गाडीवालाले मार्छ। बन्दीपुर हिल। बन्दीपुर जाउँ, 3 नरकको पानी खाऊ, चोखो माया लाऊ। मुद्दा आइरहेको छ। ओहो गाइज, आउनु सबैजना। बवाल दामी भएछ यार मुगलिनको। ओहो गाइज, कस्तो दामी बाटो यार। पिच क्या अब। ओ मुगलिन कटेज त आमामा बवाल। ओहो पेन्ट गर्न जाँदो रहेछ। ओहो भनेको त खाल्टा देखिहाल्थ्यो, केही छैन त्यो खाल्टाले। त्यो स्पिडोमिटर पनि छ त। यसैले बिस्तारै कुदाउन। क्यामेरा छ त, रोक्नुपर्छ पर्दैन होला। ओहो बाटो त के हो, लक्की रहेछ त म के हो। बाटो त खतरा टिलिक्क टल्के बेला आइपुग्यो त।
ओहो हाम्रो आशिका तामाङ दिदीले गर्छन् ओहो सबैको कपी गर्ने भएर आफूलाई कण्ठ भइसक्यो सबैको यही भन्न मन लाग्छ क्या फेरि ओहो बाटो त बवाल रहेछ ल गाइस स्कुटरमा अब स्कुटरमा पोखरा पोखरा पोखराबाट घान्द्रो जाने हो पोखरा आउने पोखरा बवाल रहेछ बाटो त्यस्तो अफरोड त छैन अलिअलि मात्रै हो त्यस्तो आत्तिनु पर्ने छैन पानी पर्दा चाहिँ गाह्रो पर्छ यही बेला हो क्या आउनु पर्ने धुलो त्यस्तो छैन जाम पनि छैन खुल्ला छ क्या ल हेर यस्तो दामी बाटो यार सब गाइस बाटो त खतरा छ पुरै पिच रोड चाहिँ बवाल लाग्यो यतिको रोड हुनु भने त एकैछिन पुग्छ क्या ओहो कस्तो दामी भ्यू क्या अब दामी है ओहो मिठो बादलमा होइन बादलले ढाकेको पहाड बवाल है रोड त ओहो स्पिड ब्रेकर आए जस्तो छ त्यो सानो बवाल बवाल बाटो छ खानी खोला ब्रिज रोड चाहिँ बवाल हो ओहो यस्तो भयो त दामी है रोड त ल हेर त कस्तो दामी पोखरा जाने बाटो त्यहाँसम्म सबतिर पिच भएको छ क्या बवाल छ ओहो स्पिड 72 80 80को स्पिड 81 धेरै स्पिड कुदायो नि फेरि स्कुटर जाला फेरि ओए हावाले उडाइदिइराख्यो कसरी ओहो पहाड पहाडको माथि माथि एक गीत गाउनु थाल्यो नि लिरिक्स कहाँ पुग्छ फेरि ओहो कस्तो दामी बादलमा हेर न रोड पनि कस्तो दामी है गाइस फेरि पनि अब अर्को ठाउँमा भेटौँला हाइड्रो पावर बिजुलीको दामी रहेछ रोड ओहो कस्तो दामी देखायो भने त्यो येलो कलरले क्या सबतिर ल सरारा अब एकछिन आधी अर्को बाटोमा भेटौँ ल गाइज बाटो चाहिँ कस्तो दामी लाग्यो ओहो हेर्नु बाटो त हरिब छ त कस्तो दामी बाटो क्या उतासम्म बाटोमा त भ्लग बनाउँदै जाने कि यार यस्तो दामी छ बाइकमै भयो त 4 घन्टामै पुग्थ्यो होला 4 घन्टा होला स्कुटरमा 7 देखि 8 9 10 11 11:30 भयो 1 बजीतिर पुग्छ कि हेरौँ ओहो कस्तो दामी क्या ओहो बादल डाँडा हरियाली नेचर लभर हो नि त त्यही भएर यस्तो दामी लाग्छ मलाई बाटो चाहिँ ल गाइस सी यू नेक्स्ट डेस्टिनेसन त के नेक्स्ट ठाउँमा अब दौरा थकाली 66 किलोमिटर कस्तो दामी क्या ओहो रोड त सब पिच भने पुरै क्या
ल स्कुटरै मेरो 90 को स्पिड पुगिसक्यो भनेपछि त है खतरनाक हो नि यो रोड त बवाल हो नि यार बाटो त नयाँ पुल रेस्टुरेन्ट पोखरा दुम्रे पोखरा उता च्याङ्ली उता पोखरा उता सिधा कति किलोमिटर लेखेको छैन पोखरा 68 किलोमिटर है के दामी छ ठाउँ है बवाल लाग्यो एक्सपेक्ट गरेको थिएन यस्तो दामी हुन्छ भनेर रोड त हेर न यस्तो दामी पुरै खाली क्या यो जाने त्यो आउने क्या अब यति भएपछि पुगिहाल्यो नि को त तलबाट जाने रहेछ है यो माथिबाट हो यति भएपछि त होइन राम्रो नि एकैछिन पुग्यो धेरै खाल्टाङ गरेर बिस्तारै जानु पनि परेन यस्तोमा चाहिँ होस् गर्नुपर्छ विद्यार्थीहरूलाई जान दिनुपर्छ भनेर हाम्रो पुलिस दाइहरू पो रहेछ सरी दाइहरू पुलिस सरहरू पोखरा 67 ल गाइस फेरि अर्को ठाउँमा आउने छु घान्द्रिङमा चाहिँ बाधा नलागोस् सबै क्लियर होस् भगवान भोले बाबा की जय कस्तो दामी खरै त्यो होटलमा राखेँ ब्याग अब आज होटल त राम्रो थियो रुम रेडी त्यो अनलाइन बुकिङ गराएको थियो त्यसो त त्यो त अर्कै रुममा भन्न थाल्यो स्विट रुम भन्न थाल्यो अनि त्यसमै मिलाउनु भनेर अनि त्यसमै धन्न पहिलाकै प्राइसमा मिलेछ सो खिचिदिनु है भन्दै थियो त्यस्तो राम्रो छ रुम चाहिँ ठ्याक्कै रिजनेबल प्राइसमा पाइहालेँ क्या मैले अब 2 कि 3 दिनको लागि भनेर भनेको छु अनि पछि फेरि काहीँ फेरि पछि गएर नबढाउनु नि भनेर भनेको छु हुन्छ भनेर भन्नुभएको छ रेकर्डै गरेर राख्नु पर्ने चाहिँ पछि बढाइदियो भने त जोक सपाट अब नयाँ पुलबाट चाहिँ सिधै घान्द्रुक जानु पर्ने भयो खानै खाएको छैन फेरि नभ्या होला जस्तो लाग्यो म्यापमा हेरेको त 2-2.5 घन्टा लाग्ने रे भोक पनि लागिरहेछ फेरि त्यहाँ रात पऱ्यो भने फेरि कहीँ बाटो देखेन भने बर्बाद हुन्छ त्यही भएर बिहान खाएको थियो खाए पनि फेरि अहिले भोक लाग्न थाल्यो बिहानै खायो त्यही पनि यो त सारङकोट जाने बाटो हो मलाई पनि पहिला एकचोटि 4-5 बजे उठेर एक्लै आएको यहाँ चाहिँ सारङकोटको बाटो र ड्राइभर दाइले सोधेको सिधै जानु कहीँ नजानु सिधै जानु भन्नुभयो त्यही अनुसार जानु पर्यो अहिले त बाटो बिग्रिया छ अर्को बनाइरहेको भन्दै हुनुहुन्थ्यो अनि अर्को नयाँ पुलबाट त्यहाँबाट फेरि मान्छेहरू सोध्दै जानुपर्ने छ राति पुग्यो भने त फेरि मान्छेहरू सुतिसकेको हुन्छ तनाव हुन्छ फेरि बाटो कस्तो हुने हो थाहा छैन त्यही भएर भोकाए पनि केही छैन यस्तो टायर्ड हुने रहेछ आम्मामा उताबाट त आएको थियो मनोकामनासम्म त आएको थियो स्कुटरमै फेरि फर्क्यो उतै काठमाडौँ अहिले चाहिँ एकैचोटि पोखरा रेस्ट गर्नुपर्ने रहेछ त्यो चाहिँ बुझिएँ पुरै थाकिँदो रहेछ थकित आम्मा घान्द्रुक आयो भने डाइरेक्ट घान्द्रुक गयो भने त बाइकमा चाहिँ अलिकति सजिलो हुन्छ चाँडै पुग्छ नि त स्कुटरमा चाहिँ टाइम लाग्छ बिस्तारै गर्दै आयो त बाटो पनि राम्रो छ 6 घन्टा जति लाग्यो ठ्याक्कै 1 बजे पुग्छ भनेको थिएँ मैले ठ्याक्कै 1 बजे नै पुगेँ 93 को स्पिडमा कुद्दा पनि अब सोच्नु न कतिको स्पिडमा कुद्दा पनि धन्न 6 घन्टा नत्र त बिस्तारै आएको भए त 7 घन्टै लाग्ने रहेछ यस्तो यो आकाश खुलायो कस्तो दामी देख्थ्यो आकाश नखुलेर म्याप हेरेको म्याप हेर्दै अब सोध्दै जानु पर्यो
होटेल ओल्ड भिलेज इनमा छु राम्रो छ खाना चाहिँ चिटिक्क म चाहिँ अब लागेँ कटेज भिलेजतिर यसो त्यहाँ हेर्नु पऱ्यो खाना चाहिँ एकदम मिठो थियो 10 मा 10 त खाना चाहिँ चिसो हुँदैछ अँध्यारो रहेछ पुरै अनि तलको भ्यू देखाउनु यो कालो भ्यू चाहिँ हेरेर गुरुङ गरेर यस्तो छोडेर बसेर अनि ठ्याक्कै मौजाको साइडमा रहेछ रुखको त्यो Söyleyeceğim ya. Nerede var bunlar? O değerli bir değerli. Tidak ada juga, hotel itu side में सारे कारीगर हैं ऐसे, बहुत अनेक क्या ना कुछ रूम्स, बट यहाँ तो अलग ही है ऐसे, होटल तो यहाँ कुछ तो वाइब्स है, रूम कॉटेज में It's a good one. त्यसकै तल म बसेको अगाडि यसकै तलपट्टिको रहेछ गुरुङ कटेज यति के रहेछ गुरुङ कटेज यहाँबाट ऊ त्यहाँ हिमाल देखिन हो त्यति हो यहीँ रहेछ म त डाँडातिर होला बोर्ड चाहिँ पुरै अँध्यारो रहेछ बोर्डमा चाहिँ बत्ती राख्नुपर्ने रहेछ म बसेको त्यही त्यसकै यहीँ रहेछ एकदम माथि गएँ म माथि पुगेँ फेरि तल आएको चाहिँ फेरि तल सोधेको माथि पुगेँ फेरि माथि पुगेँ तल चाहिँ यहीँ बसेको साइडमा रहेछ त कटेज यहीँबाट हिमाल देखाउँदैछ Keep on telling me that. Back to room. Hey, big reasons for all this. Welcome guys, Philip.
केही छैन जस्तो एक्सपेक्ट गरे अनुसार केही पनि छैन रहेछ राति त न बत्ती न केही देख्ने रहेछ यहीँबाट पनि देख्छ जस्तो छ यही होटलबाट भोलि बिहान चाहिँ थाहा हुन्छ यो हुलीलेकै त यसकै साइडमा रहेछ क्या पछाडिपट्टि यहाँबाट राइट साइडबाट गयो भने ट्याक्कै 5-6 पाइलामै त्यहाँ अगाडि कालो गेट आउँछ त्यो त्यहाँ चाहिँ बोर्ड बत्ती छैन रहेछ म त माथि पुगेँ फेरि खोजेको फेरि तल पुगेँ तल सोधेको फेरि माथि जानु भने माथि सोधेको तल गेट छ भने यता अन्नपूर्ण होला त्यसको पनि फेरि अझै अन्नपूर्ण भन्दा पनि तलपट्टि रहेछ त्यो सानो अगाडि कालो गेट रहेछ यो होटलकै ठ्याक्कै अगाडि रहेछ क्या फेरि साइडमै रहेछ फेरि यत्रो खोज्यो यत्रो घुमेँ म्याप पनि हेरेँ वहाँ गयो लास्टमा त चाहिँ साइडमा रहेछ यहाँबाट पनि देख्छ होला हिमाल त अब भोलि बिहान चाहिँ थाहा हुन्छ त्यहाँ चाहिँ पुरै प्याक रहेछ अब पुरै फ्यामिली गेट टुगेदर जस्तो छ गुरुङ कटेजमा त्यही भएर ल आजको लागि अब यति नै काठमाडौँबाट गान्तोक आइयो अब भोलिको एउटा पोस्ट भोलि चाहिँ सिधै ब्याक टु पोखरा ल सबैजनालाई गुड नाइट So guys, ready for Gandruk sunrise. See you. Good morning guys from the Gandruk. हाम्रो माछा पुछेर अन्नपूर्ण हिमाल राम्रो छ यस्तो मिठो सनराइज यो चाहिँ एक राउन्ड यस्तो राम्रो छ त ठाउँहरू ठ्याक्कै एउटा ओल्ड भिलेज इनबाट देखिन्छ यहाँबाट चाहिँ राम्रो देख्ने रहेछ प्राय भाइरल भएको चाहिँ यो त अगाडिपट्टि छ नि त अगाडि छ तलपट्टि मान्छेहरू त्यहाँबाट खिचेर हुन्छ यो चाहिँ यहाँबाट पनि दामी लाग्यो यहाँ आनन्द तल तल्लै जानुपर्ने रहेछ माथि हेर्नुपर्छ यहाँबाट सिधा देखिन्छ होइन आनन्द छ पिसफुल सोह्र आउनुभयो नि यहाँ हुन्छ होटल ओल्ड भिलेजमा 16 आएको आनन्द सनराइज हेर्दै ब्रेकफास्ट चाहिँ यहीँ ल्याएर खानुपर्छ जस्तो भ्यू हेर्दै कोही गाई चाहिँ एकछिनमा भेटौँला Morning guys, अब चाहिँ ब्रेकफास्ट टक्कै हिमालको अगाडि
अन्डा चाहिँ पहिला बिहानमा त बबाल फ्रेस Cheers. Just to the kind of be mal could be there.